एउटा लाइफमा चाहिँ सोच्नै पर्ने कुरा क्या होइन। हामी चाहिँ लाइफमा किन अघि बढ्न सकिरहेको छैनौँ त होइन। लिटरली हामी चाहिँ किन जहाँको त्यहीँ छौँ त होइन। जति दुःख गरे पनि, जति मेहनत गरे पनि, जति स्ट्रगल गरे पनि आफ्टर अल हामीलाई चाहिँ किन पैसाले पुगिरहेको छैन त होइन। किन चाहिँ हाम्रो लाइफमा प्रोग्रेस भन्ने कुरा भइरहेको छैन त, किन थाहा छ? किनभने चाहिँ हामी चाहिँ एक्सन लिन चाहिँ डराइरहेको छौँ क्या। हाई, तपाईँहरूले चाहिँ पक्कै पनि मलाई चिनिसक्नुभयो। यदि मलाई चिन्नुभएको छैन भने चाहिँ मेरो नाम निता हो होइन। म चाहिँ अरूलाई घर बसी होइन यस्तो अनलाइन प्लेटफर्मबाट थोरै काम गरेर कसरी धेरै पैसा कमाउन सकिन्छ भनेर चाहिँ सिकाउने मान्छे हो क्या होइन। सो आजको दिनसम्म मलाई जसले फलो गर्नुभएको छैन, फलो गर्न चाहिँ नबिर्सिनु होला है। अनि मेरो भिडियोलाई चाहिँ लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सेभ गर्नुहोस्, सबैको माझमा पुर्याउनुहोस् होइन। सो यो भिडियो चाहिँ एकदम धेरै इम्पोर्टेन्ट हुनेवाला छ होइन। सो भिडियोलाई चाहिँ स्किप नगरी लास्टसम्म हेर्नु होला होइन। लिटरली अघि मैले भनेको जस्तो हामी चाहिँ लाइफमा किन सक्सेसको सिडी चढ्न सकिरहेको छैनौँ भनेदेखि चाहिँ होइन, अफकोर्स हामी चाहिँ भित्रैबाट डराएर चाहिँ त्यो एक्सन लिन चाहिँ अघि बढिरहेको छैनौँ क्या, त्यो एक्सन लिनको लागि होइन। सो जसले चाहिँ लाइफमा चाहिँ एक्सन लिएर अघि बढ्दैन नि है, त्यो मान्छेको चाहिँ लाइफ सधैँभरि एउटै सेड्युल हुन्छ क्या, सधैँभरि सेम साइकल हुन्छ होइन। त्यो चाहिँ जति मेहनत गरे पनि लाइफमा चाहिँ केही पनि चेन्ज हुनेवाला छैन क्या होइन। त्यो कारणले गर्दाखेरि चाहिँ एक्सन लिन चाहिँ डराउनु भएन क्या होइन। आज गर्नु भएन भने त्यो भोलि कहिले पनि गर्न सक्नु हुँदैन है। एउटा भनाइ पनि छ नि है, भोलि बाद क्या है। जो चाहिँ म भोलि गर्छु भनेर आफ्नो कामलाई पेन्डिङ राख्नुहुन्छ नि, त्यो भोलि चाहिँ कहिले पनि आउँदैन अरे क्या होइन। त्यो कारणले गर्दा भोलि बाद क्या हामी चाहिँ आफ्नो लाइफमा त्यो भोलि भन्ने कुरा चाहिँ डिक्सनरीबाट एकदम हटाउनको लागि जरुरी छ क्या होइन। त्यो कारणले गर्दाखेरि चाहिँ होइन। सो कम टु द पोइन्ट होइन, एक्सन चाहिँ अब लिन पऱ्यो क्या है। अब सबैजनाको चाहना हुन्छ कि आफ्नो लाइफमा चाहिँ होइन एउटा बेटर होस् होइन, आफ्नो लाइफ बेटर होस्, आफूसँग चाहिँ धेरै पैसा होस्, आफ्नो चाहिँ मल्टिपल इन्कम सोर्स होस् भन्ने चाहना हरेक मान्छेमा हुन्छ। आफ्टर अल वी अल आर ह्युमन बिङ होइन। भनेपछि अब चाहना चाहिँ हुने होइन, इच्छा चाहिँ गर्ने, मल्टिपल इन्कम सोर्स होस् पनि भनेर सोच्ने, बट एक्सन लिन चाहिँ किन डराइरहनु भएको छ क्या है। आई डोन्ट अन्डरस्ट्यान्ड क्या होइन। त्यो कारणले गर्दाखेरि चाहिँ जहाँ चाहिँ तपाईँले दिनमा चाहिँ सिर्फ थोरै काम गरेर 2-3 घन्टा मात्र काम गरेर चाहिँ आफूले $900+ कमाउन सक्नुहुन्छ भनेपछि होइन, त्यो पनि त्यस्तो जेन्युन खालको चाहिँ वेबसाइटमा गएर होइन, जहाँ चाहिँ तपाईँले चाहिँ वेबसाइट भिजिट गरेर मजाले बुझेर होइन, तपाईँले त्यो बिजनेसको बारेमा रिभ्युजहरू हेरेर इभन त्यसको टेस्टिमोनियलहरू चेक गरेर चाहिँ तपाईँले यो बिजनेस जोइन गर्न सक्नुहुन्छ क्या। जहाँ चाहिँ तपाईँले होइन वान टाइम इन्भेस्टमेन्टले चाहिँ बिजनेस इन अ प्याकेज हो क्या होइन। सो यस्तो बिजनेस यस्तो ब्लु प्रिन्टमा चाहिँ इन्भेस्ट गर्न किन डराइरहनु भएको छ होइन। सो इट्स रियली टाइम टु टेक एक्सन क्या। आज गर्नु भएन भने त्यो कहिले पनि हुँदैन है। सो टाइमले चाहिँ कहिले पनि मान्छेलाई चाहिँ पर्खेर बस्दैन है। त्यो कारणले गर्दा चाहिँ तपाईँहरू चाहिँ यदि मेरो लाइफमा चाहिँ एउटा पर्फेक्ट टाइम